हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम टु माई भ्लग है। आफ्टर लङ टाइम पछि आज म मेरो गाउँठाउँमा रमाइलोसँग आज मैले भिडियो बनाइरहेको छु होइन। आज मसँग हुनुहुन्छ स्पेसल मान्छे को भन्ने मैले है, दामी मेरो भाइ होइन, सब पाक्रिन होइन, बवाल 1 and 1 है। अब साथीभाइको नाममा यति नै हो, बाँकी सबै बाहिर छ, लाखा पाखा छ होइन। तर हामी चाहिँ अब यसो हावा खाना निक्लेको भन्ने कि अब जस्तो अब गरिब भएर एकछिन घुम्न निक्लेको भन्ने फुड हन्ट त त्यस्तो भन्नु मिल्दैन होइन। तर हेरौँ अब के हुन्छ, गएपछि फेरि त्यही हो, अलकत्रा पनि खाइन्छ भने जस्तो फेरि देखेपछि आँखाले देख्न पर्यो। मिठो त अभियसली भइहाल्छ के अरे होइन। चिकनको फुड भने चाहिँ नै फेमस छ होइन, जेतिर पनि जता पनि। त्यस कारणले गर्दाखेरि हामी चाहिँ अब यसो निक्लेको है। अब टाइम पनि भइसक्यो, अलमोस्ट कति 5:30-6 बज्न लागिसक्यो। जस क्लाइमेट चाहिँ यस्तो मक्खन छ। अनि हेरौँ अब हामी कहाँ जानुहुन्छ अहिले। म भ्लगमा चाहिँ भन्दिनँ होइन, म भिडियोमा चाहिँ भन्दिनँ। अब कहाँ जान्छ यो भ्लगले सर डराउँछ तपाईँहरूलाई, हेर्दै गर्नु होला होइन। किनकि अब अहिले चाहिँ लाइक यस्तो दामी छ मौसम चाहिँ होइन, क्लियर छ, यस्तो दामी डाँडा काँडा। अब माथि बादलहरू यस्तो कपालसँग खुलेको छ, पानी परेको भएर अलिकति छ्याङ्ग देख्यो कि। अनि मसँग हुन्छ मेरो दाई, यस्तो बवाल। हामी चाहिँ अब यसो निक्लेको, चिसो चिसो मौसम छ, च्यालेन्ज गर्दैछ। तर के गर्ने है, दसैँ चाहिँ लागिसक्यो, टिका पनि सकिसक्यो। तर पनि मान्छेहरू अझै पनि स्टिल लाउँदैछ, हाम्रो चलन त्यस्तै छ होइन, नेपालको चलन त्यही हो। अनि त्यही भएर जति पनि रमाइलो छ रमाइलो गर्नु होला, राम्रोसँग मनाउनु होला दसैँ होइन दाइ। हाम्रो भने त्यही हुन्छ, हामीले पनि दाइको टिका भएन, मेरो टिका भयो। तर म टिका भएर नै मनाउन आएको चाहिँ होइन, जस्ट अलिअलि काम परेर मात्रै आएको हो आफ्नो ठाउँमा। त्यही भएर जहाँ जोसुकै हुनुहुन्छ राम्रोसँग दसैँ मनाउनु होला, तिहार पनि राम्रोसँग अब आउँदैछ, धेरै रक्सी खानु होला। तर खेल्नु तर लिमिटले खेल्नु होइन। हामीले त खेलेको छैन, खाएको पनि छैन, स्टार्ट पनि गरेको छैन, जस्ट टिका लगाएर मात्रै छोडिदिएको हो है। हारेकै छैन दाइ त सुरु गरिसक्यो अरे, मैले चाहिँ खेलेको छैन है, मलाई चाहिँ इन्ट्रेस्ट पनि छैन। जस्ट खेल्यो भने हल्का रमाइलो रहेछ आऊ मात्रै हो। त्यही भएर अनि ल हामी चाहिँ अहिले 24 कोटी आइपुग्यो। हाम्रो यतापट्टि राइट साइडमा छ हाम्रो एयरपोर्ट है, विमानस्थल है, है एक मात्र। हाम्रो चाहिँ 24 कोटी आउनु लागिसक्यो। त्यस भएर अब हामी चाहिँ यसरी नै लाग्दैछौँ, किनभने अब 2जना मात्रै हो, गीत सुनाउँदैछ तर हल्का ल्याग हुन्छ। त्यही भएर गीत गाउनु मिल्दैन होइन, युट्युबमा हाल्नु पनि भएर हो, कपिराइट चाहिँ लाग्छ कि हान्छ कि पछि चाहिँ हान्छ। अहिले चाहिँ खासै छैन, मेरो फलोवर्स छैन। प्लिज मलाई सब्सक्राइब गरिदिनु होला, माया देखाइदिनु होला, मैले सक्नेसँग बनाएको हो होइन भिडियो। त्यही भएर अनि यस्तो छ 24 कोटीको नजारा चाहिँ है। अझै पनि गाडीहरू है भागम भाग। अब टिका लगाएर घर फर्किने मान्छेहरू टन्नै छन् है। त्यही भएर यो छुट्टै रमाइलो छ कि है, यो छैन यो दृश्यहरू कि त्यो बवाल मिस हुन्छ। पहिला हामी नि यसरी भागेर हिँडेको, सपिङ गर्न आएको है। तर अहिलेको अलिकति हल्का उमेरले ठुलो भएर मात्रै हो त्यस्तो फिलिङ्स नआएको होइन। अझै पनि सपिङ गर्ने त मोड त भइहाल्छ नि पिपी पिपी है, अफकोर्स है। हाम्रो 24 कोटी है, गब्बाल है। 24 कोटी 22 वटा नि हैन, 23 वटा नि हैन। Here we are यस्तो दामी छ है। ग्रिन सिटी हो नि हाम्रो यो होइन, दामी 1 and 1 अहिलेको फर्स्टमा पर्छ होइन, हाम्रो यो पहिलो पर्छ होइन। ल हामी चाहिँ अब ल है, तपाईँले नै गेस गर्नु होला हामी कतितिर मोडिसक्यो भनेर होइन। यस्तै छ गाडी। एउटा कुरा चाहिँ यति बुझ्नु होइन, बाइक चलाउने र गाडी चलाउनुमा धेरै डिफ्रेन्ट हुन्छ कि। पछि आफूले बाइक चलाएर पछि गाडी चलाएपछि होइन, त्यो किचकिच गर्ने बानी चाहिँ डेन्जर हुन्छ कि। तर त्यो ठाउँमा गाडी के अरे बाइक चलाएर पनि हामी आउँदाखेरि नि यसरी नै हुन्थ्यो कि। गाडी के हुन्थ्यो होला, हामीले पनि गाली गर्थ्यो होइन, यस्तो उस्तो भनेर होइन। अब के गर्ने, अब अलिकति हेर्नै पर्यो। ल यस्तो दामी छ है हाम्रो भरतपुर एक मात्र है एयरपोर्ट है। अनि हाम्रो मेरो दाइ
सुलभ पाखरिन मेरो दाई अनि हामी दाजुभाइ चाहिँ अनि सेन्से पनि हो है उसको चाहिँ है दारुमा इन्स्टिट्युट पनि छ है तपाईँहरू जापान जान सक्नुहुन्छ भने सम्पर्क गर्नु होला स्टुडेन्ट फेरि म चाहिँ त्यतिखेर भ्लगले गर्दा हो गइरहन्छ नि फेरि के थाहा हो त्यस्तो हुन्छ कि बा आफन्तहरूले होइन यस्तो सहयोग गर्छ कि भन्ने कुरा हो त्यति मात्रै होइन होइन मेरो दाइ के हो अनि होइन म एउटा बिग साउट आउट टु आशिक है लभली सँगै छ ओए दाइलाई मैले खतरा सपोर्ट गरेँ अनि आजीवनसँग सपोर्ट गर्नेछु है मेरो दाइलाई र अब हामी चाहिँ यहाँ आइपुग्यो विमानस्थलतिर होइन अब कटिँदैछु अब एकछिनपछि भेटौँ ल अब है तपाईँलाई एकछिनपछि देखाउँछु यही हो हाम्रो भरतपुर चाहिँ है सिटी चाहिँ तलपट्टि छ होइन अब हामी चाहिँ राइटपट्टि लागेको भएर त्यही हो राम्रोसँग देखाउनु पाएन अझै सिटीतिर जानु पाए झन् दामी हुन्थ्यो 24 कोटीबाट नाराघाटतर्फबाट ओह्रालो हुँदै ओहो त्यो दिनहरू त कहाँ बिर्सिन्छु र मैले घुमेर हाँसेर हिँडेको ल गाइस एकछिनमा भेटौँ ल त्यही पनि अब हेरौँ अब के हुन्छ अब बाटोमा के कस्तो भइरहेको हुन्छ ल गाइस हामी चाहिँ यहाँ आएको अवस्थालाई थाहा पाउनु भयो होला हामी कहाँ आइपुग्यो भनेर होइन ल ठिक छ हामी चाहिँ सौरा आइपुग्यो है हात्ती मेरो साथी अनि मेरो यता दाइ पनि साथी दाइ चाहिँ हात्ती हैन फेरि दाइ चाहिँ हात्ती नै मेरो ह्यान्डसम हो ल हामी चाहिँ फाइनल्ली सौरा आइपुगेको अवस्था 1.5 वर्षपछि अलिअलि जाम त भइहाल्छ पानी पनि परिरहेको छ त्यस कारणले गर्दा चाहिँ ल है साथीभाइहरू मेरो साथीहरू मेरो काम गर्ने साथीहरू ल है हात्तीहरूमै हाम्रो चाहिँ बाटो छेकेर हिँडिन्छ के गर्नु गाह्रो छ साथीले बाटो छेकेर हैरान गरेछ हामीलाई हामी चाहिँ वेटिङ गर्दैछौँ है कहिले बाटो दिलाएर हामीलाई हामी जाम्ला भनेर बाटो दिनुहोस् न हजुर सरकार हामीलाई बाटो दिनुहोस् न आम्मा ओए ल है ल एक्चुअली हाई भन्दा पनि रहेको अहिले हाई भन्दा एक्चुअली ल गयो सुटले फेरि यस्तो गरेर हाई भन्दा पनि फेरि बबालै हुन्छ नि फेरि हातमा सिङको कालो गुच्चीको चस्मा कालो लाइक ठमेल जस्तै लाग्छ मलाई चाहिँ यहाँ सानो ठमेल रमाइलो लाग्छ यार त्यो हाम्रो सान छुट्टै छ है चितवनको सान के गर्नु मेरो आँखाको दोष हो यो के हुँदै हो कि होइन भन्नु त ल के गर्नु देखेपछि ओहो र को हो भन्नै पर्यो राम्रो राम्रो ल हामी चाहिँ भर्खरै अब हामी बगर जाँदैछौँ है त्यो सबै आउनु भइसक्यो होला चितवन आउनु भएको होला नि सबैलाई वेलकम छ मनैदेखिबाट है आज त फ्राइडे नि हो नि त आज फ्राइडे पनि हो त्यही भएर रमाइलो पनि हुन्छ फेस्टिभ सिजन पनि हो अब यो फेरि सिजन पनि हो सबैको है घुम्ने पैसा हुने सिजन हो दसैँमा टिका लगाएर जम्मा गरेको मान्छेहरू सबै घुम्न आउनु होला है अन्त जिल्लाको मान्छेहरू चितवन घुम्न आउनु होला हाम्रो चितवनलाई माया देखाइदिनु होला हामीले हृदयदेखिबाट कामना गर्दछौँ हजुरहरूलाई राम्रो होस् भनेर होइन दसैँ पनि छ होइन ऊ यता फेरि खडखडे खेलाउँदैछ हाम्रोतिर यस्तो खडखडे झन्डै बुढ्दा भन्छ तपाईँहरूकोतिर चाहिँ के भन्छ है मेन्सन गर्नुहोस् कमेन्टमा ओए डिङ 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 ल मान्छेहरू यति मान्छेहरू आउनु भएको छ यति मान्छेहरू आउनु भएको छ ल हाम्रो साइन बोर्ड देख्दै हुनुहुन्छ तपाईँहरूले जिप सवारी होटलमै छ है अहिले प्याक भयो होला तर हामी चाहिँ अलिकति गाडीमा आएको भएर सजिलो हुँदैछ तर पार्किङको पाउँछ कि पाउँदैन भन्ने कुरा हो तर यहाँ चाहिँ फोटो खिच्न पाउँदैन होला मेबी यार लस त्यही प्याक रहेछ यार के गर्नु दाइ है गाडी चाहिँ कहाँ राख्ने होला है अब यही टेन्सन हो कि अब आफ्नै ठाउँमा पनि अब के गर्ने नि अरूलाई प्रायोरिटी दिनु पऱ्यो आफू चाहिँ किन हाल्नु के कतै मर्नु जानु कहाँ छ त ठाउँ त्यही त मैले भन्दै गरेको ल है अब अलि पछि चाहिँ अर्को वर्ष भनौँ न तिर चाहिँ हामी आउने बेलासम्म चाहिँ यो रेस्टुरेन्ट हो कि क्याफे हो ओपन भएको देख्न पाऊँ नेक्स्ट इयर है र होपफुल्ली अब राम्रोसँग चौधरीको
लभली लभली मेरो ड्राइभरले कतिको उज्यालो आएको छ है। अब बत्ती बाल्यो भने यहाँ डिस्टर्ब हुन्छ फेरि अनि एकछिन झरेपछि लाइन लागेर राख्नुपर्ने छ अगाडि गएर अनान एकचोटि अनान के गर्नु यस्तो छ है। ल ठिकै छ हामी स्वीकार्छौँ यतिको मान्छेहरू हाम्रो चितवनलाई होइन सौरालाई माया गरेर हेर्न आइदिनु भयो है कामना छ है। त्यही हो मनैदेखिबाट ह्याप्पी छु हामी चाहिँ है। हामी चाहिँ यहीँ भए पनि तर त्यस्तो विधि चाहिँ आएको हुँदैन बाहिर हामीलाई नि बाहिर जान मन लाग्छ त्यस्तै हो। तपाईँहरूलाई चाहिँ यहाँ आउन मन लाग्छ होला तर हामी चाहिँ यसपालि दाइले मुड बनाइदियो आजको दिन चाहिँ मुड बनाइदियो यसपालि भन्दा ल यहाँ राखिदिनु न हामी चाहिँ पाएको छ ल एकछिनमा भेट्छ है त सबैजनालाई एकछिनमा भेट्छु हामी गाइस है हेर्दै गर्नु होला। अझै पनि भिडियो अन्तिम भएको छैन अन्तिम भएपछि म तपाईँहरूलाई एकदम मिठोसँग अन्तिम गराउँछु भन्दै अहिले हामी गाडी पार्क गरेर हामी वकिङ गरेर जान्छौँ। वकिङ स्ट्रिटबाट दामी छ है। ल टिकटकमा एकदम भाइरल भएको रेस्टुरेन्ट भने क्याफे भने यसलाई अहिले यो है ठिक खानेकुरा यस्तो नट एज एक्सपेक्टेड खतरा नेक्स्ट टाइम आज अलिकति ढिलो भयो तर होइन हामी फुल छौँ जस्ट हामीले कस्तो भइरहेछ आजको सौराको माहौल भनेर मात्रै हेर्न आएको हो। त्यही भएर अब हेरौँ बिस्तारै चाहिँ म के भन्छ होइन यतापट्टि नि राम्रोसँग देखेन होइन पुरै नदी हो होइन स्ट्रिट सौरा नाइस 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 कफी खाएर जाने हो र यस्तो यार म त ठ्याक्कै उल्टो हो फेरि यार म त डेन्जर उल्टो छ नि फेरि। ल यहाँ चाहिँ फोटो सेसन डेन्जर भइरहेछ मान्छेहरूको है कता कताबाट आउनु भयो होला यहाँ फोटो खिचाउनुलाई। ल ए हाम्रो सौरा चाहिँ यही हो दामी छ है ओए यतिको चाहिँ हुनुपर्छ हामीलाई कस्तो लागिरहेको छ सौरा आफ्नो ठाउँ त जस्तो सबैलाई राम्रो लाग्छ है सधैँ आउँदा। ल फोटो सेसनहरू दामी भइरहेछ जाऊँ उता स्ट्रिट लाइट जाऊँ न केटी ल ल ल हामी चाहिँ फोटो सेसनलाई बिगारेर हामी चाहिँ हिँड्दै अब हामी जान्छौँ युरोपतिर है। लेट्स गो ल यहाँ चाहिँ सानो हात्ती अनि सर्पन रहेछ है युरोपतिर जाँदैछ दिउँसो भए हामी देख्छौँ हामी चाहिँ लास्टै आर्टहरू छ है। यो चाहिँ भ्यू पोइन्ट हो तर हामी चाहिँ ढिलो आएको भएर होइन हामी चाहिँ यसरी हामी चाहिँ मुड थिएन होइन दाइले चाहिँ मुड बनाइदियो ए गइदिउँ के छ र होइन घर बस्नुहुन्न अब घर बस्नु भ्याकेसनमा सुत्न आएको त भनिदिइरह दाइले चल भाइ चल्दैछ न त यस्तो बनाएको छ कि ल दामी ओए अमेजिङ भने जस्तो कि किराको पस्यो आँखा धेरै राम्रो भइरहेको क्या पाइन दुई आँखा अब यस्तो यस्तो अटन लाग्छ है यस्तो दामी छ स्ट्रिट लाइट यो वकिङ गर्ने हो वहाँबाट आएर यहाँ वकिङ गरिदिने फुटमा गइहाल्यो यो साइक्लिङ लिनु भएर ए लभली सही सही यतिको भयो भने त अनि सही हुन्छ नि। स्ट्रिट फुडहरू कस्तो दामी छ कि छुट्टै बनाएको तर बवालकै यो लाइन चाहिँ है दामी लाग्यो खतरा छ। अनि अलि उता गए चाहिँ एउटा सिनेमेटिकहरू लिदिउँला होइन मिठो मिठोहरू मान्छे टन्नै आएको छ है जस दसैँको टिका लगाएर पैसातिर गएर सबजना मान्छेहरू आएको जस्तो हामी चाहिँ पैसा न सैसा त्यसै घुम्न आएको हामी चाहिँ फोकटमा। ल आज दुबई लाउरेको पैसा सकाउनु पर्छ हो र दाइ
माफी खुलोस् ओए त्यस्तो नभने किरा पस्यो कि महँगो रेस्टुरेन्ट जानुपर्छ किरा पस्यो कि कहाँ हो थ्याङ्क गड निस्क्यो यार ल एकचोटि बिरल लिन्छ यहाँबाट ल है सिनेमेटिक हेर्नु होला कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु होला है नराम्रो लाग्यो होइन नराम्रो भन्नु राम्रो लाग्यो राम्रो भन्नु तर हाम्रो सर अझै होस् मैले हेरे अनुसारले पहिला हेरे अनुसारले अहिले चाहिँ दामी बबाल बना होइन तपाईँहरू सनसेट भ्यू पनि हेर्न आउनु सक्नुहुन्छ होइन त्यस कारणले गर्दा यहाँ चाहिँ अनि बेलुका भएपछि चाहिँ फोटो खिच्न माशाअल्लाह दामी देख्छु न भिडियो हेर्नु सिनेमेटिक सौरालाई बाई बाई गरेको अवस्था है सक्यो मेरो आँखा चाहिँ किरा पसेर डेन्जर रातो भयो है त्यो किराहरू पनि धम्म निकाल्यो तर आँखा चाहिँ डेन्जर रातो भयो सुन्नेको अवस्था डेन्जर आँसु डेन्जर आयो यस्तै हो बाहिर घुमेपछि चिनो यस्तै हो नेपालको माया यस्तै हो डेन्जर ट्याक्स है अझै प्याक छ ल दाजुभाइ चाहिँ लागेको सर प्याक छ भनौँ मान्छेहरू घुम्न नि आएको दसैँले गर्दाखेरि कस्तो हुन्छ अब हुन्छ नि त बाहिरबाट आएको मान्छेहरू अनि अब जाउँ होइन घुमौँ आएको बेलामा होइन यो सिजन लागिसक्यो नि फेरि घुम्नेहरू आँखा चाहिँ धोस्टी भयो मेरो है अब यो भिडियोलाई यहीँ अन्त्य गर्छु या अब बजार गएर के यताउति गर्दाखेरि अब फेरि एड गर्छु त्यो थाहा छैन होइन तर अहिलेलाई चाहिँ यसरी नै राख्छु होइन अब भएछ भने म यसलाई नै यहीँबाट इन्डिङ गर्नु चाहिँ यति नै हो सौराको भ्यूहरू चाहिँ है तर मैले जति क्याप्चर गर्नु पनि त्यो क्याप्चर गर्न सकेन किनभने राति अलरेडी भइसकेको थियो तर हामी चाहिँ खास आउँछु भनेर चाहिँ आएको होइन जस्ट अनप्लान भनौँ न अब त्यही भएर अनि हिँडेको दाजुभाइको यस्तै हो दाजुभाइ भएपछि वाइन त भन्ने खाले हो फेरि भो भन्न त फेरि मुखबाटै जान्दैन फेरि है मतौली भएर नि होला होइन भो भन्न त आउँदैन हुन्न भन्न त भो नगर मलाई भन्दा गरम हुन्छ मात्रै भन्न मात्रै आउँछ होइन त्यही भएर नि होला ठिकै छ कहिले कहिले यस्तो मेमोरीहरू नि राम्रो हुन्छ है यादगार हुन्छ सम्झना हुन्छ आँखा यस्तो बनाइदिइहाल्यो एउटा त अब किराले गर्दाखेरि है र ठिकै छ रुँदै पनि म ब्लग बनाउँछु तर म छोड्दिनँ है दाइ त्यत्रो 1 वर्षपछि थकान अब 1 महिनाभित्रमा मेट्नुपर्छ होइन हो साँच्ची हो कि दाइ बियर खान्छस् बियर खान्छ है के हो दाइ बियर भनेको चियो हुन्छ नि चियो बियर बियर भनेको के हो दाइ मैले छोडिसकेँ म सोभन भएको थुप्रै भइसक्यो नत्र दाइले यतिको दाइ चाहिँ हुनुपर्छ है तर मैले चाहिँ खाँदिनँ है बाइ द वे तर एकदम इभेन्ट भएको बेलामा मात्रै हो अरू बेला चाहिँ खाँदा गर्दैन मुस्किल पर्छ डेन्जरै भयो यार आँखा चाहिँ यार कस्तो भएको छ है आँखा चाहिँ है मैले चाहिँ भ्लग गरेर चाहिँ त्यही भएर खासै देख्नु पाएन यस्तो जाम छ के भएको यस्तो यार मलाई कसम गाएर बाया माया चाहिँ लाग्छ है आफ्नो साधन भएपछि सेफली सेफ राइड ल यस्तै हो यो चिसो खाना चाहिँ पर्छ होइन चिसो धेरै खायो भने नि यस्तै हो रोगा लाग्ने सुगर लाग्ने हुन्छ होइन भरतपुर आइपुग्यो है भर्खरै अब यो भ्लगलाई यहीँ इन्ड गर्नु पऱ्यो हामी चाहिँ डिसिजन के भयो भने अब गर्दा नि किनभने थाक्यो धेरै नै होइन अब दाइले यहाँ चला होइन अरू ठाउँमा पनि बाहिर गएर अब आज दसैँको भएर दसैँ लगाइरहेको दाइलाई फेरि त्यही भएर अनि म चाहिँ अब फाल्टो नै छ त्यही भएर यो आजको दिन चाहिँ बवाल रमाइलो अनएक्सपेक्टेड होइन सोचेको भन्दा बवालै भयो नपर्ने नै थियो भयो त्यही भएर
हामी चाहिँ रमाइलो लाग्यो परिवर्तन भयो चेन्ज भएर केही चेन्जहरू धेरै चेन्जेसहरू आइरहेछ त्यही भएर ल ठिक छ सबैजना ह्याप्पी दसैँ अझै तिहारलाई पनि स्वागत गर्ने बाँकी छ तिहार आउँदैछ रमाइलो गर्ने बाँकी नै छ त्यति भन्दैमा हामी चाहिँ आज दाजुभाइ चाहिँ यहाँबाट आज बिदाई हुन्छु यो भ्लगबाट तपाईँहरू राम्रोसँग बस्नु होला माया गरिदिनु होला भन्दै आजलाई बाई बाई होइन भाइ अस्सलाम वालेकुम वालेकुम अस्सलाम बाई सी यू गाइस